आज रहेको छ हाम्रो छागिसोके च्याप्टर 1 आफ्नो परिचय। इरुम नाम, नारा देश, छिगप पेसा, मुन्ब व्याकरण, औही शब्दावली, मुनुह संस्कृति, छङ्बो जानकारी, छिगप मेम भनेको पेसाको नाम, इन्सा विवादन, एजल शिष्टाचार र मर्यादा, आक्सुम मोफ्यो सिकाइ उद्देश्य, हान्गो कोरिया, थिहानमिनको दक्षिण कोरिया, नेपाल, थोङथिमुरु भनेको पूर्वी टिमुरो, लाओस भनेको लाओस, मङ्गोलिया, अनु भनेको कुन, म्यानमार, बङ्गलादेशी, भेतनाम, श्रीलङ्का, उज्बेकिस्तान भनेको उज्बेकिस्तान, इन्डोनेसिया, चुङ्गुक चाइना, कम्बोडिया, किर्गिस्तान, ताजिकिस्तान, थेगुक थाइल्यान्ड, पाकिस्तान, फिलिपिन्स, कुकजक भनेको राष्ट्रियता, नुगु को किरी सङ्घ र बीच, छुवा कर्ता, सोक्सङ भनेको गुण र विशेषता, फिगेक्सिक भनेको अनौपचारिक क्रिया, खेक्सिक भनेको औपचारिक, साङह्वाङ अवस्था, मुन्जाङ वाक्य, ससुल वर्णन, उइमुन हिङ भनेको प्रश्न संरचना, थेहे भनेको बारेमा, फ्योहेन अभिव्यक्त, इप्सुल वर्ड, सोगुम भनेको थोरै अलिकता, आक्सिङ भनेको विद्यार्थी, सन्सेङनिङ भनेको शिक्षक, वैसावन भनेको कम्पनी कर्मचारी, कुन्लोजा नदुङजा छिगवान सावन भनेको मजदुर कर्मचारी, खेङचालगुवान भनेको प्रहरी अधिकारी, सोबाङगुवान भनेको अग्नि नियन्त्रक, खोङमुवान भनेको सरकारी कर्मचारी, छमुन भनेको पसली, विसा भनेको डाक्टर चिकित्सा, खानोचा नर्स, यौरिसा छोरिसा भान्से, उन्जनगिसा उन्जन्सु खिसा चौरी चालक, छोयुङसा भनेको पाइलट, किचुङजा भनेको मिस्त्री टेक्निसियन प्रविधि, मोक्सु भनेको सिकर्मी, सक्सु भनेको डकर्मी, नोङ्गु भनेको किसान, अबु भनेको माझी, माछा मार्ने मान्छे, सी भनेको जी बिउ, मेङ्सा भनेको नाम, छुजे भनेको विशेष सारांश, वाजे भनेको शीर्षक चर्चा, फ्योहेन भनेको व्यक्ति, छाल भनेको राम्ररी, छौम भनेको पहिलो, हिंसा इजल भनेको अभिवादनको शिष्टता, साङ्दे भनेको दोस्रो पक्ष विपक्ष, फाङ्सिक भनेको तरिका, छिउई भनेको चाहिँ हैसियत, खोगे शरीर, हरि कम्मर, छुन्गेङ सम्मान, छेसुछ भनेको इसारा अथवा सङ्केत, हानफेन भनेको अर्कोतर्फ, थामान भनेको तर, छागी सोगे आफ्नो परिचय, ओल्सिन भनेको साँच्चीकै, ओइन्सोन भनेको बायाँ हात, ओरुन्सोन भनेको दायाँ हात, ओइनफाल बायाँ हात, ओरुनफाल दायाँ हात, एवी शिष्यता, ह्यान्डसेक भनेको सेतो रङ, फेङवा